गुड मर्निङ। आज हाम्रो टुर भनेको टिलीचोक र हाम्रो साथमा चाहिँ नि यहाँ सन्तोष भाइ फर्स्ट टाइम अनि उता मान्छे चिने आएन होइन, तर यो सबै प्लानिङ हो। यो उता गएर खोलेर बल्ल मान्छे चिनिन्छ है गाइज। हेलो गाइज, हामी चाहिँ अहिले यो डुम्रेमा आइपुग्यो। अबको हाम्रो यात्रा अझै अगाडि सानै पुग्छ होला आज चाहिँ है। ल गाइज है, हामी चाहिँ नि अहिले ठ्याक्कै बेसी सहर कटेर यो अफरोडको अगाडि अफरोड छ। अब अफरोड सुरु हो। अब जाँदैछ। अहिले चाहिँ नि हाम्रो यहाँ 4 बज्यो। हामी हेरौँ कति बजीसम्म पुगिन्छ। आज चामेमा बस्ने सल्लाह हो। अब बाटोले के भन्छ। ल सी यू गाइज। हामी बिस्तारी यहाँ अहिले चामे पुग्नको लागि एकदम क्लोजमा आइसकेको छौँ। अब यो हामी पुरै मर्स्याङ्दी नदी हुँदै नदीलाई पछ्याउँदै है हामी अगाडि बढ्दैछौँ। ल हालत यस्तो खराब भयो। बल्ल पेसेन्जर भएको अवस्था है म चाहिँ होइन। भक्ताइको पछाडि अब रोड भने यस्तो खतरनाक छ है गाइजहरू। र फेरि ब्याक टु ब्लग है, फेरि यो पार्ट 2 है। अघि त कट भयो। र म पेसेन्जर भएको छु है यहाँ। अब चाहिँ फाइनली पेसेन्जर। मेरो ढाड, मेरो खुट्टा, मेरो सब ज्यान गइरहेको छ। 2 शब्द हाम्रो भक्तैले जान्छ। भाइको लागि औषधि पानी तयार गर्दैछौँ हामीले अब बेलुकाको लागि होइन। अब भिडियो कस्तो छ थाहा होइन, बेकारबाट चाहिँ खिचेको कस्तो थाहा होइन। जे जस्तो भयो नि बबालै हुन्छ। बाटोको हालत यस्तो छ है, तर भ्यू चाहिँ राम्रो छ है। पछाडि हाम्रो 2 जना आउँदैछ बिस्तारै। के गर्ने, बाटो यस्तै चाहिँ जानै पर्यो, खाउनै पर्यो। एउटा श्रमिक पद्धति हराएको हो, त्यसको साथीहरू यता भेला भइरहेको रहेछ। त्यसलाई खोज्न आएको जस्तो छ। कहाँ गयो त्यो श्रमिकको साथी? फेरि बनाना ट्री। ल मेजर मिसिङ श्रमिक मगर। ओ माई गड, मेरो ब्याट्रीको हालत खराब। लगाइ चाहिँ खाङसार चाहिँ नि अझै 68 किलोमिटर। एन्ड हामी चाहिँ नि स्कुटीमा बाइकमा गाइजहरू स्कुटीमा ताने हा चल्यो 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 गयो 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 चम्से बुङ झर्नामा आइपुग्यो। अब यहाँ यो दाइसँग कुरा गर्दैछु हैन।
अब म हजुरलाई झरना चाहिँ देखाउँछु है। झरना त देखेन, अब रोक्नु, ब्याक गर्छु। दिस इज द चाम्चे पुङ झरना। हामी यहाँबाट झरना देखिरहेको छ है। ल साथीहरू, हामी चाहिँ नि अहिले यो तिब्बत गेस्ट हाउसमा आइपुगेको छौँ। यहाँ अब हाम्रो आजको नाइट, फर्स्ट नाइट चाहिँ नि यहाँ बसिन्छ होइन। यो चाहिँ नि हाम्रो गेस्ट हाउस। ल भित्र छिर्दै हामी वेयर गयौँ। नमस्ते। ल हामी चाहिँ नि हाम्रो रुमतर्फ लाग्दैछौँ। ल हामी अब माथि चढ्दैछौँ है। ल ओके। ल हाम्रो रुम यतापट्टि खतरा रमाइलो भइरहेछ है, चिसो भाइब्समा। ल हुन्छ। टोइलेट बाथरुम ए यहाँ रुम रहेछ। ल अलि अगाडि गएर जाऊँ न त। ओ हजुर हस् हुन्छ। कुन चाहिँ हामीलाई? ए हस् हुन्छ हुन्छ। हस् हस् हुन्छ हुन्छ। ल ल है गाइज, हाम्रो रुम भेट्यो। ल ट्याक लाएर गो। बच्चा पार्ट 3 है गाइज। हामी अहिले रेस्ट गरेको अवस्थामा होइन, यहाँ आएर टक्क लाएर ग्यादरिङ भएर अब खानासाना खाने। हाम्रो यहाँ सन्तोष भाइ कस्तो भइरहेछ? मासु खाइन्छ पोलेर, मोमो यत्रो यत्रो। ल शिव भाइ। हेलो ल शिव भाइ चाहिँ नि अलवेज कुक हो है। ल हाम्रो चाहिँ नि अहिले टक्क लाएर चिकन रेडी छ। शिव भाइको यो खतरा सेकुवा चाहिँ हामी अहिले स्याम्चे झरना नजिक आइपुगेको छौँ होइन। अब आजको नाइट यहीँ हो र एकदम बेस्ट मुभमेन्ट भएको छ। सबजना यहाँ ग्यादरमा है। आज खतरा बेस्ट रमाइलो। ल काले भयो नि ह्यान्डसमै आउँदो रहेछ हो आइफोन। नाउ वी आर इन तिब्बतियन होटल होइन। अब हाम्रो खाना खाने टाइम भएको छ। सब केटाहरू चाहिँ नि खाना खानको लागि रेडी छ होइन, पेट घटाउँदै। ल अहिले चाहिँ हामी एकदमै हाइजेनिक तरिकाको अनि अर्ग्यानिक खाना है। भात अनि साग छ, अचार होइन, अनि तरकारी, चिकन अनि दाल अनि सलाद। ल अब हामी चाहिँ खाना खान जाँदैछौँ। च्याम्चे लमजुङ जिल्ला र मनाङ जिल्लाको सिमानामा पर्ने एक गाउँ हो जुन मनाङतर्फ लाग्ने ट्रेकिङ मार्गमा अवस्थित छ। यो गाउँ मार्साङ्दी नदीको छेउमा रहेको छ र यहाँको मुख्य आकर्षण सुन्दर झरना र रमणीय प्राकृतिक दृश्य हो। यसलाई अन्नपूर्ण सर्किट पदयात्राको सुरुवाती बिन्दुको रूपमा पनि प्रयोग गरिन्छ, किनभने सडक विस्तारपछि केही पदयात्रीहरू यहाँबाट हिँड्न रुचाउँछन्। हेलो गुड मर्निङ। आजको हाम्रो डे 2 को अब जर्नी स्टार्ट भएको छ। हामी यही हिजो राति चाहिँ नि तिब्बतियन लासा होटल एन्ड थकाली भान्साघरमा बसेका थियौँ। हस्पिटालिटी एकदम दामी छ है, यहाँ सबैजना आउनु होला। ल अब हामी सबै रेडी भयौँ है। ल ब्यागहरू प्याक छ। अब बाइक उता पार्किङमा छ। अब वी आर रेडी। रेडी गाइज, रेडी टु किलिचो। लेट्स गो। हैन आज मनाङमा पुगिन्छ है गाइज, आज मनाङमा बसिन्छ।
जर्नी स्टार्ट भएको छ होइन विथ ब्युटिफुल भ्यू हेर्न सक्नुहुन्छ कति राम्रो भ्यू छ यहाँबाट Now we are close to Octopus Jharna. 1, 2, 3, go! अक्टोपस झरना अक्टोपस वाटरफल मनाङ र लमजुङको बीचमा रहेको अन्नपूर्ण सर्किटको बाटोमा पर्ने एक प्राकृतिक सुन्दरता हो। यसको नाम यसको पानी खस्ने तरिकाले अक्टोपसको फैलिएको खुट्टासँग मिल्दोजुल्दो भएकाले राखिएको हो। यो झरना मार्सी र मनाङ जाने सडकको बीचमा रहेको छ र यसले यहाँ आउने पर्यटकहरूलाई आकर्षित गर्छ। यो झरना लमजुङ जिल्लाको मार्सील्याङ्दी गाउँपालिका 4 मा पर्छ। यस झरनाको पानी खस्ने तरिकाले अक्टोपसको धेरै खुट्टाहरू जस्तो देखिने भएकाले यसलाई यो नाम दिएको हो। यो झरना अन्नपूर्ण सर्किट पदयात्रामा जाने यात्रुहरूको लागि एक प्रमुख आकर्षण हो। यसलाई स्थानीय रूपमा गल्दुङ छहरा वा च्याम्छे छहरा पनि भनिन्छ। बेसी सहर चामे सडक खण्डमा पर्ने भएकाले मोटरमा यात्रा गर्ने पर्यटकहरूले पनि यो झरनाको आनन्द लिन सक्छन्। यस झरनाको प्राकृतिक सुन्दरता र सजिलो पहुँच कारण यो पर्यटकहरूको मनपर्ने ठाउँ बन्दै गएको छ। ल गाइस हामी चाहिँ अहिले अक्टोपस वाटरफलमा आइपुगेका छौँ है। यहाँ हामी त्यहाँ माथि गएर ओहो तेरिका हामी मनाङ प्रदेश छिर्दैछौँ मनाङमा पर्दै है मनाङ पर्दै यो मर्स्याङ्दी खोला Try to play, but you're never gonna beat me. Look the other way, what I'm doing ain't easy. Bloody hands stained from the people who deceive me. Muddy hands break through the chains, go free me. Looking for change, looking for pain. Pulling a mob, pushing a train. I'll never stop, stick to a lane. Pick up the pieces and go rearrange. I'll be the best above all the rest, put me to the test and expect nothing less. You check as I'm chess, what's happening next? He got the venom, a tangible weapon, no coming in second. This life is a lesson. He got a new engine from pain, that's a blessing. New focus, no guessing, just hold an obsession. ल गाइस हामी यसरी अगाडि बढ्दैछौँ। थ्याङ्क्स फर भिजिट भन्छ। हामी अब माने हिँडाउँछौँ अलवेज फ्रम राइट ह्यान्ड होइन। नाउ वी आर इन चामे है। अहिले चाहिँ हामी यो माउन्टेन भ्यू रेस्टुरेन्टमा छौँ। अब खानाको लागि हामी यहाँ बसिरहेको छौँ। हामी चामेको अगाडि आयौँ र अहिले चाहिँ यहाँ ठ्याक्क है स्याउबारी आइपुगेको छ। ती राम्रोसँग यहाँ चाहिँ नि भाडा रहेछ। ल गाइज हामी चाहिँ नि मनाङ भ्याली वाइन फ्याक्ट्रीमा आएका छौँ होइन। यो मनाङमा छ। यो उतापट्टिको सबै एप्पल गार्डन हो। हामी चाहिँ मैले चाहिँ एउटा सानो वाइन लिएँ। ओके लेट्स गो। हामी चाहिँ नि अहिले स्वर्गद्वारीमा आइपुगेका छौँ होइन। अब यो स्वर्गद्वारी भन्ने रिजनै बल्ल मैले बुझेको छु। स्वर्ग जस्तो ठाउँ है। यतापट्टि पुरै हिमाल र यतापट्टि पुरै स्लिपी ठाउँ
स्वर्गद्वारी। गाइस हामी पुरै हिमालको रेन्जमा आइपुगेको छौँ। यति चिसो हावा चलिरहेको छ। हामी अहिले यसरी हिँडिरहेको छौँ। बाटो ल हामी बिस्तारै अब मनाङ पुग्न लागेका छौँ। अब एराउन्ड 5 किलोमिटर माथि छ होइन। अब 17 फुट बाइक भइरहेको छ। हेलो गाइस, नाउ वी आर फाइनली इन मनाङ है। मनाङ आइपुगेको छ। वेलकम टु मनाङ। लेट्स गो। ल गाइज, हामी चाहिँ नि अहिले यो मनाङमा आएर मनाङको यो भ्यू पोइन्ट र ताल हेर्न जाँदैछौँ है। ल मनाङको ताल हेर्नुहोस् है, एकदम बेस्ट छ। हामी अझै माथि जाँदैछौँ। गङ्गपूर्ण ताल अन्नपूर्ण क्षेत्रमा रहेको एउटा सुन्दर हिमनदी ताल हो। यो ताल मनाङ गाउँको नजिकै अवस्थित छ र यसको उचाइ करिब 3540 मिटर छ। यो ताल गङ्गपूर्ण हिमाल र अन्नपूर्ण आइभी हिमालबाट आएको हिमनदीले बनेको हो। यो ताल ट्रेकिङ मार्गमा पर्छ र यसले हिमालका सुन्दर दृश्यहरू प्रतिबिम्बित गर्दछ। गङ्गपूर्ण तालका मुख्य विशेषताहरू: स्थान: मनाङ जिल्ला, गण्डकी प्रदेश, नेपाल। उचाइ: करिब 3530 मिटर। बनावट: गङ्गपूर्ण हिमनदीबाट बनेको हिमनदी ताल। आसपास: यस तालले मनाङ गाउँको नजिकै रहेर गङ्गपूर्ण हिमाल, अन्नपूर्ण आइभी हिमाल र अन्य हिमालका सुन्दर दृश्यहरू देखाउँछ। यो ताल तिलिचो ताल जाने बाटोमा पर्दछ। यो अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ। यो ताल एक पर्यटकीय स्थल हो जसले ट्रेकिङ गर्ने यात्रुहरूलाई आकर्षित गर्दछ। जलवायु परिवर्तनका कारण हिमनदी घट्दै गएकोले यो तालको वातावरणमा प्रभाव परिरहेको छ। र गाइज, हामी चाहिँ नि गङ्गपूर्ण लेकको टप भ्यू पोइन्टमा आइपुग्यौँ। अब यो तल सबै गङ्गपूर्ण लेक छ। हाम्रो केटाहरू सबै हेरिरहेछन्। एकदम बेस्ट भ्यू होइन। अब गङ्गपूर्ण हिमाल इज हियर। अटल अमर यहीँ छ। ल यो चाहिँ नि हाम्रो यतापट्टि भ्यू पोइन्टबाट, गङ्गपूर्ण लेकको भ्यू पोइन्टबाट उतापट्टि देखेको मनाङ भ्याली हो है। यो चाहिँ पुरै मनाङ भ्याली हो। हामी मनाङमा बस्छौँ आज र भोलि चाहिँ नि तिलिचो बेस क्याम्प पुग्छौँ। हेलो, यो चाहिँ नि अहिले हाम्रो मनाङ भिलेज होइन। अब अहिलेको यो नाइट भ्यू, तर यहाँ चाहिँ नि एकदमै आज क्राउडेड छ। अब लेट्स सी होइन। मोर लाइट रिक्वायर्ड। यहाँ लाइटको कमी भयो होइन। नाइट भ्यू अफ मनाङ है। यो हाम्रो साइडमा भएको चाहिँ मानेहरू। हामी अगाडि बढ्दै हाम्रो होटल अगाडि छ।
सपिङको लागि यहाँ आर्टहरू रहेछ है यहाँभित्र चाहिँ नि गएर हेरिदिने हो आर्ट स्टुडियो यसो हेरिदिनु न त हाम्रै चितवनको रामपुरतिर बस्नु भएको दाइलाई भेट्यो है यहाँ आर्टमा आर्ट चाहिँ नि यस्तो खतरा बबाल बबाल हेलो गुड मर्निङ आजको हाम्रो डे थियो स्टार्टिङ फ्रम मनाङ भ्याली र हामी चाहिँ नि अब रुमको अभावमा पनि हामी अगाडि बढ्ने ट्राई गर्दैछौँ हामी अब तिलिचो बेस क्याम्प जाँदैछौँ होइन ल हेर्नुहोस् वेदर यति क्लिन छ त्यस्तै छ छाटकाट बाइक है उकालो क्या है तान्छ होला हजुर हेलो गाइज ल हामी अब आजको लास्ट मुभमेन्ट भनेको अब हाम्रो यही मनाङमा हुने भयो बिकज आज किनभने हाम्रो साधनले चाहिँ अलिकति प्रब्लम देखायो होइन स्टार्ट भइदिएन अब त्यसलाई म्यानेज गर्नुपर्छ एकदम मनाङ बबाल बेस्ट नेचरले भरिपूर्ण भएको ठाउँ होइन एकदम बबाल छ यो वेदर क्लिन भएपछि चाहिँ नि यहाँ होइन संसार देखिने ठाउँ है ल मनाङ नेपालको गण्डकी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो।
हाम्रो यो फर्स्ट देखेको चाहिँ नि अन्नपूर्ण हिमालहरू होइन। अब यो सबै अन्नपूर्ण हिमाल आयो अनि सररररररर यता आउँदाखेरि चाहिँ नि हाम्रो देखिन्छ गङ्गपूर्ण हिमाल। त्यसपछि अनि यतापट्टि आएर तिलिचो